वेलकम ब्याक टु माई च्यानल इट्स मी अप्सरा गुरुङ अनि आज चाहिँ हामी कता छौँ भन त यता मेरो साथी यता ए ठाउँको नाम भन न यो ठाउँको नाम निसिजु हो कि निसिजुमा छौँ होइन टोई निसिजु टोई इजु होइन इजु टोई इजु टोईको सो आज चाहिँ हामी गाउँ घुम्न गइरहेछौँ सो यस्तो छ अहिले चाहिँ कति बज्यो 6:30 यस्तो राम्रो छ सनसेट हुन लाग्यो हामीले अगाडिबाट खिचेको छौँ ल यता हेर्नु न कस्तो खतरा घाम लागेर घाम अब घाम अस्तन बेला भइसक्यो नि त सो आज चाहिँ हामी दुईजनाको बिदा भएर चाहिँ हामी घुम्दैछौँ कस्तो राम्रो देखेको है आज हामी राम्रो हो कि यस्तो राम्रो देखेको मौसम राम्रो हो कि हामी खासै नराम्रो हो नि त मौसम नराम्रो भएर पो देख्दो रहेछ है हामी हो साइकल पनि देख्छ त छोराछोरी हो बच्चाहरू के पनि हो सो गाइस हामी चाहिँ अब गाउँ डुल्दैछौँ तर होइन क्या हो तर हो क्या हो सो कस्तो मजाको हेर्न सक्नुहुन्छ पछि तपाईँहरूलाई म पछाडिको सनसेट हुन लगाइरहेको छ हेर हामी यस्तो राम्रो देख्छौँ सनसेट हुँदाखेरि तपाईँलाई देखाउँछु पछाडिको क्यामेराबाट कस्तो राम्रो सनसेट आइरहेको छ क्या सो हेर्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ यस्तो राम्रो कस्तो राम्रो क्या घाम अस्ताएर कति राम्रो देखिरहेको छ सुरक्षा चाहिँ अगाडि गइसक्यो छिटो यहाँ के अरे फोटो खिच्ने भनेर सो हेर्न सक्नुहुन्छ हजुरहरू कस्तो खतरा देखेको छ हेर्नु न यहाँ समुद्र दिउँसो चाहिँ घामले त यस्तो नै सक्दैन कति राम्रो छ क्या उता पारीको गाउँ भएर यता सो म चाहिँ 1 महिनाको लागि चाहिँ यता काम गर्न आएको थिएँ यता अर्को ब्रान्चमा त्यही भएर चाहिँ हामी घुम्न आएको एकछिन रुक न के साह्रो छिर्काएको र भिडियो हल्ले होला कता हो यो पार्क यो त पार्क हो यति खेल्न पनि दिन्छ यो कटेर उता हेर न यस्तो खतरा म उयो के अरे भिडियो खिचिरहेको थिएँ क्या यसको समुद्रको तर कस्तो राम्रो देख्दो रहेछ है यति शीतलको बेलामा चाहिँ हेर न हामीलाई कताको राम्रो देखाएको छ तिमीलाई पनि लास्ट त्यो बलेर भिडियो भाइ आमा तिम्रो तिमी त अग्ली रहेछ हौ म भन्दा अनि मलाई यसो गर त म त तिमीले लास्ट होल्छिँदै लाग्थ्यो म भन्दा यतिको नि हिँड्ने भन्दा नै हो तर लास्ट चाहिँ एकैचोटि दुख्दो रहेछ है उता हेर्नु त त्यहाँ घाम डुबेर उतापट्टि कस्तो खतरा देखेको होइन त्यो रातो घर पहेँलो घर चाहिँ हाम्रो होटेल होइन त्यो उयोपट्टिको पहेँलो छ नि यतापट्टिको पछाडिको त्यो पहेँलो बिल्डिङ चाहिँ व्हाइट कलरको यतापट्टिको पहेँलो बिल्डिङ चाहिँ हामी काम गर्ने ठाउँ हो क्या काम गर्ने बिल्डिङ हाम्रै होटेल हो यस्तो राम्रो हामी पहिला बस्ने ठाउँ त कुन त जङ्गलै जङ्गल छ यहाँ त ओहो यस्तो खतरा छ So look at the view. Guys, अब चाहिँ हामी टिकटक बनाउन लाग्यो अड्दैन त माछाला उयो गर न यस्तो चाहिँ गर्नु पर्दैन अनि कहाँ हटाइन्छ त अनि सो आज अब हामी चाहिँ टिकटक बनाएको छौँ यस्तो खतरा हावा आउँछ नि यस्तो मजाको हो माई गड अब बाई बाई अब हामी टिकटक बनाएर फेरि पछि भेट्छु मेरो कपाल हेर्नु न भुत जस्तै भइसक्यो बोल्दैन
बाई गाइज अब चाहिँ हामी घर फर्किन लागेको बाई बाई कस्तो लाग्यो आजको बब्बाल अब चाहिँ हामी लास्ट चाहिँ 1000 भइसक्यो हेर्नु त यहाँ घाम डुबेर उता नेपालै पुग्न लागिसक्यो गाइज बाई बाई अब चाहिँ हामी गएको थ्याङ्क यू फर वाचिङ सो बाई बाई गाइज अब हामी चाहिँ घर फर्किन लागेको होइन लास्टै 1000 भइसक्यो हेर्न सक्नुहुन्छ अब चाहिँ हामी घर फर्केको थ्याङ्क यू फर वाचिङ यता चाहिँ उयो खेल्ने कुराहरू पनि रहेछ क्या ठ्याक्कै पार्कमा अनि हामी चाहिँ गएको घर बाई बाई सो गाइज बाई बाई यो बिल्डिङ कस्तो खतरा यता चाहिँ उयो हो क्या के अरे बात फुटपाथ फुटबाथ अब चाहिँ हामी म्याक्स भ्यालु जान लाग्यो चाउमिन खान लाग्यो आज सामान किन्न जाँदैछौँ अनि योभन्दा माथि चाहिँ यस्तो राम्रो उयो छ क्या यता चाहिँ हानाबी हुन्छ होइन यो समुद्रमा पछि अब हानाबी कति 17 र 18 मा हुँदैछ त्यतिखेर चाहिँ यो गर्छ कस्तो राम्रो छ लाग्यो यता लाइट बाला त केटी अब चाहिँ हामी जान्छौँ सो गाइज आज चाउमिन खाने होइन त हामी यस अब चाउमिन लिन म्याक्स भ्यालु जाँदैछौँ हामी कस्तो खतरा टलक्कै टल्काइ